पानी परेर साथीहरू सम्पूर्ण साथीहरूलाई नमस्कार। आज पानी रातभरिको मुसलधारे पानीले सबै खोला नाला भरिएर खोला खेतहरू भरिएर अब आज रातभरिको मौसम खासै उब्रेला जस्तो छैन। रातभरि पनि पर्यो दिनभरि पनि मौसम उब्रेला जस्तो छैन साथीहरू। अब यो मौसमले पानीले कति सखा पार्ने हो हैन, कति समस्या ल्याउने हो, कति जनजीवन अस्त पार्ने हो छैन। माटाका राम्रा राम्रा भाँडाहरू बन्छन्, गमलाहरू, तुलसाका मुठहरू, ब्लकहरू, होलो ब्लकहरू सबै बन्छ। खोलाका घरहरू पनि छन्। यहाँ पानी सब खोला भर्यो, खेतहरू सबै भरिएको छ रातभरिको पानीले। कत्रो आयो नि पानी भाइ, सानो आएन त्यही त। अब दिनभरि पनि पर्छ नै जस्तो छ, हेर्नु न। पानी उग्रेला जस्तो रहला जस्तो छैन। खोलाहरू बढेर माथि माथि खेतसम्म घरसम्म आइपुगिसकेका छन् सबैजनाको। यताबाट खोला त्यही त सानो सानो साना पैनीहरू पनि बढेर ठुल्ठुला खोलाको रूपमा परिणत भइसकेका छन्। आज रातभरिको पानीको भेलहरूले, पानीको मुसलधारे पानीले पानी परेको छ हेर्नु न साथीहरू, सबै भरिएको छ होलीहरू। यो भाइ चाहिँ माछा मार्दै हुन्छ यहाँ। कति भयो भाइ माछा? कति भयो माछा? रहेछ? ए अलिअलि रहेछ त। अनि यही मार्न खोज्नु भएको रहेछ नि। म त डर लाग्यो नि त, कस्तो कता जानुहुन्छ भनेर नखानु माछा भने। माछा मार्दै हुँदो रहेछ भाइले। कत्रो आएको नि पानी पनि। आमा पानी सबै हेर्नु न, सब माथि पर पुगेर सबै डुबिसकेको छ पानी। होला यो चाहिँ बिर्ता मोडको चाहिँ अदुवा खोला हो, बिर्ता बजार साइडको। अब तल अझै फराकिलो र ठुलो बनेर जाँदैछ, खोला बढेको छ। खोला पुलसम्म आउन आँटिसकेको छ। पुलसम्म आइसकेको छ साथीहरू। मैले छेउमै चाहिँ लगेर देखाइनँ, भरे पानी पनि सानो आएको होइन नि भाइ। अझ दिनभरि पर्छ जस्तो छ, हेर्नु न। दिनभरि पऱ्यो भने त गाह्रो छ त। ऊ पर त म तर्न नसकेर फेरि फर्केर नि यता आएर ऊ पर तर्न नसकेर ऊ मासतिरबाट आएको थिएन नि त अस्ति नि। त्यही छेउछाउमा जानु हुँदैन, झुकेर लडिन्छ। यस्तो छ, रिगटा पनि लाग्छ जस्तो छ पानी है, देख्दै पाएको थिएँ। यसपालि साउने भेल चाहिँ आएको थिएन त्यति। आज रातिकोले चाहिँ अलिअलि खोलाहरू चाहिँ मजाले नै बढिसकेका छन्। अब कतितिर समस्या पारेको छ त्यो चाहिँ थाहा भएन होइन, भरे जानकारी होला। बिहान मर्निङको समयमा
सबै बाटाहरू पनि भरिएर चप्ल्याङ चप्ल्याङ भएको छ। 15 मिनटको ठाउँमा बाटोमा बिहानै बित्यो घुमेर जानुपर्दा। यता त पिचतिर चाहिँ आएको छैन, यताको होलीहरू पनि सबै भरिसकेको छ, नालीहरू सबै भरिएको छ। अब फेरि यहाँ पनि थपिनु भने अझै समस्या हुने जस्तो देखिन्छ। साथीहरू हजुरहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ सबैजनालाई धन्यवाद। हेरिदिनु भएकोमा चराचुरुङ्गी पनि झ्याउँकिरी चराचुरुङ्गी भ्यागुता रातिको जस्तो कराएको छ। मलाई पनि खाइरहेको छ। बकुला पनि माछा खान आएको होला। माछा यही मौकामा माछा खाइहालौँ भनेर साथीहरू आजको मेरो मर्निङको गाउँ यसो गाउँ घुमेको भ्लग हजुरहरू समक्ष मैले यहाँ राखिरहेको छु। हजुरहरूले पुरा भिडियो हेरेर चाहिँ सपोर्ट गर्नु होला। कहाँ कहाँबाट हेर्दै हुन्छ। यो चाहिँ झापाको बिर्ता बजार एरिया हो। पानीको फेरि सुरसार हुन थालिसकेको छ। यता हल्का हल्का पर्न थालिसकेको छ। भ्यागुता कराएको छ नि पुरा राति जस्तो कराइरहेको छ भ्यागुताहरू। भ्यागुताहरू त खुसी भएको हो पानी परेर। अब थ्याङ्क यू सो मच सबैजना साथीहरूलाई हेरिदिनु भयो है ब्लग। मेरो यसो गाउँ घुमेको ब्लग चाहिँ पानीझरीको ब्लग हेरिदिनु भयो। हजुरहरू धेरै धेरै धन्यवाद। हजुर पर दुध लिएर जाने दुध लिन गएको थिएँ कि गाई पनि कराउँदैछ। दृश्य एकदम राम्रो छ। हरियाली पानी
ब्याग उताको टटर गाना पनि सुन्दै गर्नु होला ल साथीहरू यति धेरै बेरसम्म मेरो भिडियो हेरेर सपोर्ट गर्नुभयो हजुरलाई धेरैजना धन्यवाद कता हिँड्नु भयो ए यति धेरै बेरसम्म भिडियो हेरेर सपोर्ट गर्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला भन्ने अनुरोध गर्दै आजको मेरो छोटो भ्लग चाहिँ यही इन गर्न चाहन्छु हजुरहरूको दिन शुभ रहोस् नमस्कार